हेलो 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 सबैजनालाई नमस्कार। म गोमन घरती मगर। तपाईँहरूले अहिले चाहिँ पाछाभाङमा यति धेरै राम्रो इन्द्रेणी लागेको छ। सप्तरङ्गी इन्द्रेणी, यो इन्द्रेणी तपाईँहरूले देखाउन खोजिराखेको छु। यति धेरै चाहिँ राम्रो जङ्गलहरू देखिराखेको छ पारि होइन। यो इन्द्रेणी हेरेर तपाईँहरूले होइन मलाई फलो गर्नुहोला, अनि युट्युब च्यानलमा चाहिँ लाइक कमेन्ट सब्सक्राइब र सेयरहरू गर्नुहोला है। यो चाहिँ यति धेरै राम्रो दृश्य देखिएको छ कि यति धेरै राम्रो मैले लाइफमा अझैसम्म देखेको थिएन है। यति धेरै लामो लागेको छ, यति धेरै राम्रो लागेको छ कि यो एउटा चाहिँ अलिकति माथिपट्टि अलिअलि देखिरहेछ, तल चाहिँ धेरै ठुलो देखिरहेछ, राम्रो प्रष्ट देखिरहेछ। अनि यो चाहिँ एकदमै चाहिँ आकर्षक खालको देखिरहेछ है साथी हो। इन्द्रेणी हो यो मेरो। यो चाहिँ मावि दिव्यज्योति माध्यमिक विद्यालय हो। यो चाहिँ माइस्टर्न स्कुल हो। अनि ठ्याक्कै यो खोलामा चाहिँ यताको खोलादेखि उट्टाको खोला ट्याक्कै चाहिँ इन्द्रेणी मजाले लागेको छ है। अनि यति धेरै लामो लागेको छ कि यति राम्रो लागेको छ कि बाप रे बाप, वाह वाह वाह, के हो यस्तो यस्तो पनि हुँदो रहेछ है। यति धेरै राम्रो है, यति धेरै ठुलो, जो कि यहाँ मोबाइलमा आग्नै सकिराखेको छैन। अनि ट्याक्कै चाहिँ हाम्रो स्कुललाई चाहिँ घेरेर लागेको छ कि इन्द्रेणी चाहिँ है। ट्याक्कै यहाँ तल स्कुल छ, माथिपट्टि ठ्याक्कै इन्द्रेणी घेरेको छ। अनि पारिपट्टि ठ्याक्कै घाम छ, अनि यता पानी परिराखेको छ, मजाले यहाँ पानी परिराखेको छ। अनि चाहिँ अलिअलि घाम अलिअलि पानी, यति धेरै राम्रो लागेको छ साथी हो। ल यो हेरेर आकर्षित हुनुहोस्। अनि यहाँ गाछ जिप पनि आइरहेछ मजाले है, मजाको जङ्गलमा। यहाँ हेर्न सक्नुहुनेछ, आहा स्वर्ग छैन त। ल ल साथी हेर्नुहोस्, यो चाहिँ मेरो स्कुल हो यहाँ है। यहाँ चाहिँ मैले पढाउने गर्छु, अनि यो स्कुलमा चाहिँ मैले पठन पाठन गराउँछु है। अनि यो चाहिँ एकदमै अचम्मको दृश्य छ कि, अनि यस्तो पनि हुँदो रहेछ है। अनि हेर्नु त, दुईवटा छ, माथिपट्टि अलिकति सानो सानो खालको छ, तल्लोपट्टि चाहिँ झन् ट्याक्कै छ। एकदमै राम्रो छ, एकदमै राम्रो छ। यति धेरै गाढा एकदम चाहिँ सबै सातो रङ, सबैभन्दा सुरुको माथिल्लोपट्टि चाहिँ रातो रङ हुँदो रहेछ। अनि सबैभन्दा तल्लो रङमा चाहिँ सबैभन्दा लास्टमा चाहिँ कुन रङ हुँदो रहेछ भनेपछि यो पर्पल रङ हुँदो रहेछ कलर होइन। त यति धेरै राम्रो लाग्यो, यति धेरै राम्रो लाग्यो कि म भिडियो नबनाएर चाहिँ बस्नै सकिनँ है। त्यसो भएको हुनाले चाहिँ तपाईँहरूले देख्नुहुन्छ। अनि चाहिँ यहाँ हो हाम्रो फिल्ड, विद्यालयको फिल्ड। अनि हेर्नुहोस् त, माथि यस्तो राम्रो जङ्गल, मान्छेहरू चाहिँ माथि हेरिराख्नु भएको छ, दृश्य देखाएँ तपाईँलाई है। अनि ट्याक्कै माथि जङ्गल छ, अनि पानी परिराखेको छ साथी हो। ल साथी हो, मन परेन त? मन परेको भए पक्कै तपाईँहरूले हाम्रो यो सुन्दर भूमिलाई है, यो हाम्रो चाहिँ है स्वर्ग रूपी भूमिलाई तपाईँहरूले मन पराउनु भएको छ भने, यदि यसलाई माया गर्नुहुन्छ भने, यो इन्द्रेणीलाई राम्रो मान्नु भएको छ भने तपाईँहरूले चाहिँ लाइक कमेन्ट सब्सक्राइब र सेयरहरू गर्न नभुल्नु होला। अनि चाहिँ हामीले फलो गर्नु होला होइन। अनि हामीसँग जोडिदिनु होला। हामी यस्तो यस्तै भिडियो चाहिँ हामी ल्याएर आइराख्नेछौँ तपाईँहरूको माझमा होइन। कहिले मनोरञ्जन दिने खालको, अनि कहिले चाहिँ है एकदमै आनन्द आउने खालका भिडियोहरू हामी सधैँभरि तपाईँहरूको माझ ल्याउने जमर्को गर्नेछौँ होइन। त्यसो भएको हुनाले हेर्नुहोस् साथी हो, हेर्नुहोस् यस्तो आनन्दको दृश्य हेर्नुहोस् तपाईँहरूले। बाप रे बाप, बाप रे बाप, बाप रे बाप, बाप रे बाप है है। त्यो यस्तो पनि हुँदो रहेछ है। ओहो, यी तपाईँहरू अझै म तलबाट गएर देखाउँछु। यहाँ गएर यहाँबाट कि हेर्नुहोस् साथी भाइ, हेर्नुहोस् स्वर्गरूपी आनन्दको भूमि। आयो 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 आयो। यी टक्क उकालो हेर्नुहोस् त, त्यो जङ्गल, हरियो जङ्गल छ। अनि त्यहाँबाट चाहिँ ट्याक्कै देखिराखेको छ। यहाँ पनि छ फेरि है। यी मजाले हेर्न सक्नुहुनेछ। झन् धेरै गाढा छ कि यो भागमा है। हरियो पनि छ। यो मैले पढाउने विद्यालय हो, श्री दिव्यज्योति माध्यमिक विद्यालय, परिवर्तन गाउँपालिका 4 पाछाभाङ भन्ने ठाउँमा पर्छ है। यो चाहिँ यहाँ चाहिँ कक्षा 10 सम्म छ है, 1 देखि 10 सम्म छ।
अनि हेर्नुहोस् पाल्लोपट्टिको घाम पनि लागेको छ अनि चाहिँ इन्द्रेणी पनि देखिएको छ है साथीहरू। यो चाहिँ म बस्ने घर हो है, म बस्ने घर यही हो। अनि माथिल्लोपट्टि चाहिँ त्यही धेरै राम्रो ठाउँ छ, तपाईँहरूले देखाउँदैछौँ। अनि अब यो मैले अगाडि पनि भने तपाईँहरूलाई, साँच्चीकै प्रकृतिले माया गर्नुहुन्छ भने, तपाईँ साँच्चीकै प्रकृति प्रेमी हो भने यसलाई चाहिँ जसरी हो भने सेयर गर्नु होला। अनि चाहिँ हामीलाई फलो पनि गरेर जोडिनु होला। हस्, यो भिडियो हेरेर तपाईँहरूले जे पनि एकचोटि आनन्द ल्याउनु भयो है, अनि चाहिँ हामीलाई हेरेर साथ दिनुभयो, तपाईँहरूलाई धेरै धेरै धन्यवाद भन्दै तपाईँहरूको माझबाट बिदा हुन्छु। हस्, फेरि नमस्कार।